शिवरात्रिदेखि 11 दिनभित्रमा तपाईँको जस्तो सुकै काम पनि बनेर जानेछ। मात्र यो एक काम अवश्य गर्नुहोला। तपाईँको काम बनिराखेको छैन अथवा तपाईँको कुनै पनि कामहरूमा विघ्न बाधा भइराखेको छ, मुद्दा मामेला आर्थिक पक्षहरू ऋणले एकदमै समस्या गराइराखेको छ अथवा अन्य कुनै पनि कुराहरू तपाईँको जीवनमा जसले तपाईँलाई अगाडि बढ्न रोकिराखेको छ, तपाईँको जीवनमा दरार आइराखेको छ भने शिवरात्रिको दिन अवश्य पनि यो एक काम गर्नुहोला। शिवरात्रिका दिनबाट 11 दिनभित्रमा तपाईँको हरेक समस्या समाधान भएर जानेछ। भएन भने मलाई कमेन्ट गर्नुहोला। अब शिवरात्रिको दिनमा के गर्ने भन्दा पहिला हजुर चोखो हुन पर्यो, शुद्ध वस्त्र लगाउनु पर्यो, स्नान त गर्नै पर्यो, शुद्ध वस्त्र लगाउनु पर्यो र यो दिन पिटुलो खाने कुराहरू खानु भएन। र यो दिनमा हजुरले कसैसँग पनि प्रतिशोध अथवा कसैसँग पनि रिस राग झै झगडा केही पनि यी कुराहरू गर्नु भएन। तपाईँ पहिला शान्त हुन पर्यो। मात्र तपाईँले आफ्नो शिरमा भस्म लगाउन सक्नुहुन्छ, पहेँलो रातो या सेतो वस्त्र धारण गर्न सक्नुहुनेछ। दिनभरि हजुर मठ मन्दिरहरू धाउनुहोस्, तपाईँ शिवालयहरूमा जानुहोस् र जब तपाईँ साँझ पर्छ, सूर्य अस्त भइसके पछाडि तपाईँ आफ्नो पूजा कोठामा आउनुहोस् र पूजा कोठामा आएर तपाईँ शुद्ध वस्त्र शुद्ध आसनमा ध्यानमा बस्नुहोस्। रातिको ठिक 12 बजे तपाईँले यो एक काम गर्नुहोस्। तपाईँको जीवनमा जति पनि समस्या छ सब कुरा हल भएर जान्छन्। 11वटा बेलपत्र लिनुहोस्, 3वटा पात भएको, सगला प्वाल नपरेको, नचुडिएको अथवा नच्यातिएका खालका 11वटा सगला बेलपत्र लिनुहोस् र एउटा धतुरोको फल लिनुहोस्। लिइसके पछाडि 6वटा बेलपत्रमा जसरी यसरी बीचबाट रेसा छुट्टिएको हुन्छ, एक साइडमा रातो र एक साइडमा पहेँलो चन्दन लगाइदिनुहोस्। एक साइडमा रातो र एक साइडमा पहेँलो चन्दन लगाएर हजुरले त्यो 6वटा बेलपत्र मध्ये पहिलो बेलपत्र नन्दीलाई चढाउनु, जो भगवान शिवको वाहन हुनुहुन्छ। दोस्रो बेलपत्र हजुरले कुबेरलाई चढाउनुहोस्, जो धनका दाता हुनुहुन्छ। तेस्रो